उसले त भिडियो पो बनाइहाल्छ त, उसँग त नहिँड्ने हौ नजाने हौ। सो वेलकम टु माई डेली मिनी ब्लग। आज चाहिँ मेरो डेली मिनी ब्लगको डे 23 हो। 100 डेज मिनी ब्लग बनाएको पनि 23 दिन भइछ साथीहरू। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। न्यू डे न्यू ब्लग स्टार्ट गर्दैछु। आज चाहिँ म जाँदैछु मेरो साथी घरमा। अहिले चाहिँ बज्दैछ 9। अन्त म चाहिँ बिहानै किन गएको भन्दा चाहिँ नानीले चाहिँ हिजो आएको थियो, अन्त हेल्मेट छोडेछ नि त, त्यही पुगाइदिनु गएको। जाँदाखेरि त म्याडम त घरमै छैन। तिम्रो घरमा आएको तिमी नै रहेनछ त, उताबाट पो आउँदैछ त भन्दै मैले चाहिँ जिस्काइदिएको थियो हो। अन्त उसले चाहिँ घुगुनी लिएर आउँदै रहेछ ब्रेकफास्टको लागि। अन्त एकछिन साथी घरमा चाहिँ म बात मारेर चाहिँ त्यहाँबाट चाहिँ म घर फर्केँ। घर फर्केपछि त फेरि काम स्टार्ट भइहाल्छ। खाना बनाउन आँटेको। आज चाहिँ खानामा चाहिँ घरकै अर्ग्यानिक भेन्डी छ हो, भेन्डी र आलु। अन्त त्यहाँदेखिको यो फर्सीको फुल पनि बनाउनु पर्यो चप भनेर उता चाहिँ भात पनि बसाइसकेको छु हो। अनि आज चाहिँ म तपाईँलाई एउटा कुरा भन्नु आँटेँ क्या, जो मोस्टली मसँग चाहिँ घटिरहेको हुन्छ, त्यो घटना सुन्नुमा आइरहेको हुन्छ क्या। मान्छेहरूले चाहिँ क्या हो, मलाई त मेरो मुखमा त भन्नु सक्दैन, तर अरूलाई चाहिँ भन्दा रहेछ क्या, ए उसँग त नजाने, ऊ गयो भने त हामी अलग्गै जान्छ, उसँग जाँदैन। किन रिजन भन्दा चाहिँ मैले भिडियो बनाउँछु अरे क्या। अब उसले भिडियो बनाउँछ, भिडियो बनाएर फेसबुकमा हाल्छ, सबैजनाले देख्छ भनेर भन्दा रहेछ क्या। अब मलाई चाहिँ भन्दैन, अरूले त सुनाउँछ नि त, मेरो पनि त मान्छे छ नि त, साथीहरू छ है। अनि त्यहाँदेखिको त्यसो भन्दा रहेछ क्या। अन्त म चाहिँ उनीहरूलाई के भन्नु चाहन्छु भने चाहिँ यो भिडियो बनाएको चाहिँ अहिले होइन र, मैले पहिल्यैदेखिको भिडियो बनाएको। अन्त त्यति बेला चाहिँ कोही पनि मेरो साथमा थिएन, म एक्लैले भिडियो बनाउनु स्टार्ट गरेको। तपाईँहरूले मेरो उयसमा फेसबुकमा गएर तल तल गएर मेरो 1 साल अगाडिको भिडियोहरू हेर्नु सक्नुहुन्छ। त्यति बेला मैले आफैले भिडियो बनाएको। त्यति बेला म त यस्तो साह्रो बोल्नु पनि सक्दैन, भिडियोमा बनाउनु पनि जान्दैन, जानी नजानी पनि मैले आफैले सिकेर चाहिँ बनाएको होला। तपाईँहरूलाई चाहिँ भिडियोमा ल्याइ मेरो भिडियोमा बोलिदिनु यस्तो भन्नु भनेर चाहिँ मैले कसैलाई पनि यहाँ मेरो भिडियोमा आउनुलाई फोर्स गरेको छुइनँ। अन्त अर्को बात के भन्छु भन्दाखेरि, अब कतै पनि जाने बेलामा सल्लाह गरेको हुन्छ, जाने बेलामा अन्त त्यो मान्छेहरू देख्दैन होइन, अन्त उनीहरू पनि जान्छ भन्दैछ त, खोइ हौ भने पनि त ए तिमीले भिडियो बनाउँछ अरे त्यही भएर अन्त भिडियोमा उनीहरू आउँछ, उनीहरूलाई देख्छ भनेर चाहिँ उनीहरू जानु मानेन, उनीहरू अघि गइसक्यो, अलग्गै गयो भनेर भन्छ क्या मलाई। अन्त अरे तपाईँहरूलाई भिडियोमा आउनु मन छैन, इच्छा छैन, तपाईँहरूलाई मन पर्दैन भनेदेखि भिडियोमा नल्याउने अप्सन पनि छ त। अब कुन जग्गा जाँदैछ मलाई देखाउँछु, म यस्तो जग्गा आज जाँदैछु, म यस्तो जग्गा आएँ भने म जग्गा एक्सप्लोर गर्छु, म आफूलाई देखाउँछु होइन। मेरो भिडियोमा को आउनु इच्छा छ, आफ्नो खुसीले जो मेरो भिडियोमा आउँछ म उनीहरूलाई मात्रै देखाउँछु नि त। अगर मेरो भिडियो नबनाउला, हामी भिडियोमा आउँदैन, मेरो भिडियो नबनाऊ भन्यो भने त म पनि त तपाईँहरूलाई फोर्स गरेँ मेरो भिडियोमा आउनु भनेर त म तपाईँहरूलाई देखाउँदिनँ नि त। मेरो भिडियो नबनाइदेऊ ल, हाम्रो भिडियो हामीलाई नदेखाऊ भने त म देखाउँदिनँ। त्यस्तो चाहिँ किन गर्नु होइन। उसले भिडियो बनाउँछ, हामी उसँग हिँड्दैन, उसँग जाँदैन भनेर त्यस्तो भन्छ अरे क्या मान्छेहरूले चाहिँ। के तपाईँहरूलाई मैले भिडियोमा देखाएर मात्रै मेरो भिडियो अहिलेसम्म चलेको हो, यति भ्युज आएको हो? मैले आफूले मेहनत गरेर आफूले उयो भिडियो बनाउनु जानी नजानी मैले यतिको गरेर मैले आफूले भ्युज बनाएको। कोही मेरो भिडियोमा आउँछ खुसीले आफ्नै मर्जीले आउँछ भने आउँछ, आउँदैन भने म आफ्नै मान्छे होस् कि अरू मान्छे त परै जाओस्, आफ्नै मान्छे पनि मर्जीले आएन भने म त्यो मान्छेलाई कुनै दिन फोर्स पनि गर्दिनँ, मेरो भिडियोमा आऊ भनेर पनि भन्दिनँ, म कुनै दिन देखाउँदिनँ पनि। आफ्नो मर्जीले मलाई भिडियोमा देखाऊ भने म देखाउँछु, अनि केही भनेन, भिडियोमा आउनु मानेन भने म देखाउँदिनँ पनि। कुनै पनि मलाई कराकर पनि छैन कि मेरो भिडियोमा आऊ भन्नुको लागि। म आफ्नो भिडियो म आफै बनाउनु पनि सक्छु। आफूले मेहनत गरेर यत्रोसम्म आउनु, अन्त मान्छेहरूले कुरा त्यस्तो भन्नु, फलानाले भिडियो बनाउँछ, ओके तपाईँहरूलाई भिडियोमा आउनु छैन भने मलाई भन न त डाइरेक्ट, हामीलाई भिडियोमा नदेखाउला भने म देखाउँदिनँ। नदेखाउने पनि अप्सन छ त कि तपाईँहरूलाई त्यही पनि थाहा छैन। म चाहिँ तपाईँहरूलाई भनेको, कोले चाहिँ मलाई त्यस्तो भनेको थियो मैले सुनेको छु, जसले भनेको तिनीहरूलाई त पेज पऱ्यो होला, नपरेको होला। जसले भनेको छैन उनीहरूलाई त पेज परेन। सो आज चाहिँ मेरो यति नै थियो, कामहरू सबै सकिसकेको छ हो। अन्त त्यहाँबाट चाहिँ खानासाना खाएर मेरो काम सकेपछि चाहिँ म फ्रेस भएँ हो। फ्रेस भएर चाहिँ अन्त यहाँ अब स्किन केयरको नाममा चाहिँ म एउटा सनस्क्रिम मात्रै लगाउँछु, त्यही लगाएँ हो। नुहाइधुवाइ गरेर फ्रेस भएपछि अब सनस्क्रिम त लाउनु पऱ्यो, यति घाम छ हो। सो आजको भिडियो चाहिँ यति नै थियो। अन्त मैले भिडियोमा जे पनि भने, जतिजनाको नाक दुख्यो उनीहरूलाई नै भनेको होला, नभन्नेलाई त नाक दुख्दैन पनि नि त। अब जसलाई भनेको, जसले मलाई भनेको थियो त्यसरी उनीहरूको नाक दुख्छ। सो आजको भिडियो चाहिँ यति नै थियो। हजुरहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्टमा भनिदिनु होला। न्यू हुनुहुन्छ भने चाहिँ मलाई फलो गरिदिनु मेरो अरू पनि भिडियो हेर्नुको लागि। सो भेट्ने चाहिँ तपाईँलाई भोलिको न्यू मिनी ब्लगमा। बाई बाई।